हेलो गाइज, गुड मर्निङ, वेलकम टु माई च्यानल। अनि त्यसपछि आज हामी कहाँ हिँडेको भनिदिनु त दाइ। जग्गाको यात्रा बिहान 4 बजीदेखि हिँडेको। अहिले ठ्याक्कै हामी कराउँ चाहिँ आइपुगिसकेका छौँ। र आज चाहिँ हामी के अरे सबै एडभेन्चर लभरहरूको लागि, ट्रेकिङवालाहरूको लागि एकदम बेस्ट हुनेवाला छ। हेरिदिनु होला। अहिले चाहिँ मजा आइपुग्यो। हामी ट्याक्क लाएर चाहिँ चला खोला होइन। अनि त्यसपछि हामी चाहिँ कुन के भात खोला चाहिँ भात तल काट्नु हुँदैछ, दुःख पाइरहेको छ। पुल छोडी छोडी यताबाट नाच्नु भनेर हेर्छ नाच्दैछ। भात खोला जय होस् भन्नु पऱ्यो। यस यस नाइस बाटो छ यो। हेर्नुहोस् के भन्छ, सनराइज देख्छ। अनि यहाँ तलबाट हिँडेर आएको, यतै तल हाल्ने बाटो। अनि बाटोहरू चाहिँ थाहा नगरेर बिजोग छ हामीलाई। घरमा चाहिँ देखियो स्टेसन हो। ट्रेकिङको लागि नाइस। हामी गाइड हुने भयो अर्कोचोटिको लागि होइन। आउनुभयो मात्र 20,000 मात्रै लिन्छ एकचोटिको। कस्तो नाइस गयो छ, कस्तो दामी बाटो छ। तर थाक्नु चाहिँ लोत्लौरी थाकिसकेको छ। यहाँ 2 भाइ छ झन् निमोनियाले भेट्यो भने होइन गाइजहरू। ए ल अब दामी आयो त। के भन्छ, क्यामेरा यस्तो छ, चपल चाहिँ आयो भने नि आएर चाहिँ एकदम नाइस छ बाटो चाहिँ। ठिक छ जानु कुरा। ऊ त्यो मजा स्कुल हो। डाँडा कुन डाँडा डाँडा होइन माथि पुगेर कुन चाहिँ नि अब पैसा छ आठ गर्नु पर्दैन त। यस्तो आइसक्यो नि। हिँड्नलाई पनि टेनाहरू हुनु थाल्यो अब चाहिँ। भयो नि त भयो नि। तर हामी जानुपर्ने यो पल्लो डाँडा हतपते डाँडा पनि चुवास्टे खाएको जानुपर्ने हो। गायो माउलोतिर दामी दामी चाहिँ नाइस छ। तल पुरै बादलै बादल छ। सुनेको छु एकदम नाइस छ। लाइक कमेन्ट सेयर गरिदिनु होला, सब्सक्राइब पनि नभुल्नु होला। यहाँबाट लगाएर चाहिँ यति डाँडामा नि घर रहेछ। यो घरमा मागेर खाने क्या पानी खाने। त्यो तल डाँडा झरेर त्यो डाँडा तलबाट आएको उकालो थोरै उकालो रहन्छ। यत्तिकै हिँडिसकेछ हामी। ल हिमाल चढ्नु सक्ने क्षमताको भइसकेको छ कि जस्तो लाग्यो मलाई चाहिँ। है ठाडै उकालो झऱ्यो। अहिले ठाडै ओह्रालो झर्नुपर्ने केसहरू छ यहाँनिर। अनि कता राइड लाग्नु भन्छ त गाइडहरू यो खोल्सा कताबाट। यो डाँडा चाहिँ हामी च्वाटेबाट उ त्यो भन्ज्याकोबाट जाने हो अरे सट्टसँगले। अनि कस्तो दामी देखिरहेको छ तल तल बादल चाहिँ होइन। मैं इन बादलों में खो जाऊं, ये समुंदर के हो जाऊं, ये आसमान के पीछे, ये पहाड़ों के पीछे, आसमान के नीचे, फूल के बगीचे में सो जाऊं। नाइस भ्यू है। क्या दामी लाग्यो आइपुगेर। मलाई कस्तो खुसी लाग्यो। 5 मिनट लाग्यो जस्तो लाग्छ मलाई आफ्नो। नाइस ल दामी दामी दामी। ल यहाँ हेर्नु एउटा फोटो। ल त्यतैपट्टि हेर्नु एउटा फोटो। ल अलि आउने त म एउटा फोटो हिँडेर जान्छु। ल दामी भयो त। यहाँ चाहिँ फोटो सुट हुँदैछ है त। दामी ल यहाँ दामी छ यो। ठ्याक्कै अब यो कसरी बयान गर्नु भने जस्तो भइरहेको छ।
क्यामेराबाट दामी आउँदैन तर तल तल पुरै बादल यस्तो दामी देखिरहेको छ नि यो डाँडामा चाहिँ टक्क लाएर जाडो भयो भने चाहिँ ट्याक तातो भयो भने सर्तो खोलिदियो यहाँ त पुरै सिधै झट्टो भइरहेको छ उच्च लागेर ट्याक यस्तो भइरहेको छ जाडो पनि भयो दामी जाडो भयो त्यो मैले सुनाएको थिएँ हाम्रो घरतिर पनि यस्तै हो क्या फेरि छ यो त बिचैमा छ त बाटै उहाँ आएर चाहिँ बुद्ध लेट्स गो थ्याङ्क यू काम हो भने त कहिले खाएर चल्छ मेरो भन्दै कहाँ भेटेको लाग्छ आइसक्योबाट हामी उकालो कति डाँडाको उकालो लाग्दैछौँ एकदम दामी गाई छ लागिसक्यो अब चाहिँ जे पनि खाने भइसक्यो अब चाहिँ करा हिँड्दा त करा चाहिँ उकालो हिँड्दा त बोलिने नआउने क्या बोलिने नआउने बोलिने पटक्कै नआउने दामी छ है त कस्तो लाग्दैछ भिडियो इन्जोय गरिदिनु होला एकदम लामो लाग्छ भिडियो चाहिँ यहाँ चाहिँ बिहेर छ आज भोलि बिहेर यहाँ चाहिँ टियाएको छ छट्टे छट्टे अनि यहाँ चाहिँ कसको हाम्रो चिनेको मान्छे छैन ओहो जुनार पनि रहेछ यहाँ कसको चाहिँ बिहे रे आज अनि अब भोलि बिहे रे नि आज तयारी हुँदैछ टक्क सिकार हुँदै रहेछ अनि त्यसपछि यहाँको दिदीलाई चाहिँ अब दाम्पत्य जीवनको शुभकामना भिडियोबाट हो देखेको त छैन ल नाइस छ बाटो हेरिदिनु होला इन्जोय गरिदिनु होला कस्तो लाग्दैछ लाइक कमेन्ट गरिदिनु होला कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है त सेन्सरको भिडियोमा पनि पाउनुहुन्छ सेन्सरको कस्तो छ बाटो हेर्नु कस्तो लाग्दैछ भिडियो एकदम लामो भिडियो नि झ्याउ पनि लामो जस्तो भएर लाइन हेरिदिनु भएको मान्छेको धेरै धेरै धन्यवाद पनि हेर्न चाहन्छु म ओके अब स्वाद त तल झर्ने यहाँबाट आएको अब यति पछि पछि त्यो भएर जान्छ फेरि स्वाटो ओह्रालो जानु पर्छ यस्तो हिँडिरहनु के स्विमिङ पुल छ क्या हो त स्विमिङ पुल त रहेछ केटा यहाँ ल दामी गाइस फ्रेस हुनुपर्छ घरमा बसेर जिगज्याग हुनुहुँदैन इन्जोय गर्नु होला मजा दिनु होला त्यो पनि हेरिदिनु होला अनि तपाईँहरूलाई पनि मन छ भनेदेखि लेट हुनुपर्छ इन्जोय गर्नुपर्छ एकदम नाइस स्वर्ग हेर्ने स्वर्ग भने जस्तो फेरि यता चाहिँ पुरै मेरो क्यामेरा नै राम्रो छैन नि त नि त्यो भएको हुँदा चाहिँ उता राख्नु त तपाईँको यहाँबाट सिकाउँछ कि अब नाइस वे पनि यो त रोड जस्तो छ हेर है एकदम मजा आएछ इन्जोय गर्नुपर्छ फ्रेस पनि हुनुपर्छ झिकझ्याक भएर बस्नु हुँदैन इन्जोय अनि यो उमेर त यो समयको पछि हाम्रो त छैन
त गर्नुपर्ने हुन्छ यही बेलामा पछि भनेको त पछिको कुरा हो नि अहिले हामीले आफ्नो तरिकाले जिउन सिक्नुपर्ने पनि हुन्छ पैसा सैसा भन्ने कुरो त छँदै छैन नि ठ्याक्क फुत्त यो डाँडा निक्लेर कति हो अझै बाटो त अर्को गीत पनि नआइन भइरहेको फुत्त यो डाँडा निक्लिन्छ फेरि अझै परेन त सरहरू यति डाँडा निक्लेन मजाले पऱ्यो घर त फेरि ढलन सर किन नपुग्नु यही त रोडै जस्तो होइन रोडै हो नि यो न त्यही त ठुलो बाटो कहाँ हुन्छ यार मान्छेले भनेर दामी 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 घरिघरिमा त काली खोला के बाटो जला जला आउँछ धेरै होइन त दामी 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 के जाने जाऊ कस्तो स्वर पनि मिठो छ क्या के अरे नेपाल डान्स आइडलमा गीत छ क्या भने के अरे डान्स आइडलमा गीत गाएको छ क्या जाने भए जाऊ हे माया खोजेर नसताऊ ठाडो त कति कति यस्तो ठाडो जाऊ अब त शीतल भयो होला नि परेन त सर यति त हुनु पर्न मेरो लेफ्ट ह्यान्ड हो नि त म लेफ्ट ह्यान्ड हो नि त गिफ्ट त होइन होला सर अरू त्यस्तो गिफ्टबाट म यो दिन सक्छु यो घडी दिन सक्छु त्यो दिन सक्दिनँ यो मलाई नै गिफ्ट आएको घट्यो क्या त्यही भएर भनेको ओके सुन्नुभयो अनि यो म दिन सक्छु बरु यो त्यति मुटुको टुक्रा हो नि त त्यो त मलाई नै गिफ्ट आएको घडी कहाँ दिन सक्छु त यार नानी चाहिँ बाटो त मूल बाटो त खतरा रहेछ नि होइन यस्तो गर्नलाई एक्लै आउँ फेरि यस्तो पनि पहिले त खेलिन्थ्यो खेल्दैन आउँदैन भिडियोमा भिडियो नराम्रो हुन्छ लाग्छ मुख्य रसिलो क्या फेरि मुख्य रसी ठाडो त्यो छौ हामी ठाडो दिएपछि त हिँडिहाल्छ ठाडो पनि रङ्ग नढङ्गै ठाडो छ हौ फेरि आमा बाटो त्यहाँ कस्तो एकदम लाम्रो म सायद डकामा गएर चाहिँ मेलामा चाहिँ म लाइभ बस्ने प्राइस एकदम धेरै गर्छु हेरौँ के हुन्छ चेप छ त बाटो पनि भन्नु पर्यो भिडियो बनाउनु मनै नलाग्नु त होइन एडिट गर्न चाहिँ मन नलाग्नु क्या यति झ्याउँछ नि गाइस त्यस्तो वाकहरू त होइन यस्तो हिँडाइदिएर चाहिँ धेरै हुन्छ नि फेरि हिँडिरहन्छ फेरि यो स्पेसल भिडियो हेर्नेको लागि भन्दा नि आफ्नो लागि हो क्या पछि त्यसरी तपाईँ गाडी रमाइलो गरेको थियो कुरा चाहिँ याद हुन्छ गरेको त
अब त मुसाहरू पनि जन्म लिन थाल्छ आज मन्दिर रहेछ यहाँ डाँडा यस्तो डाँडा छ यस्तो कति नसकियो यार चिसो दामी भएर आउनु थाल्यो अब चाहिँ होइन सर 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 प्रक्षालय हो कि मन्दिर हौ यताको मान्छेलाई थाहा होला नि त यताको मान्छेले भिडियो हेर्दैन र पो मेरो कुरो भयो मन्दिर त हो त नि घन्टी सन्डी छ जाउँ बजाइदिउँ चोखो मन छ आज हाम्रो धमिरा गोला हान्यो त ए हो तर सिङ बनाएको बनेको यार गोरुकै सिङ रहेछ ठ्याक्कै यहाँ ट्याक्को गोरुको सिङ गोरुको टाउको रहेछ आइदिनु होला भिजिट गरिदिनु होला अनि कसैलाई माया दयाको भावना छ भने बनाइदिनु होला एउटा मन्दिर झ्याप लाएर म बनाउँछु 2-3 लाख मेरो भिडियो हेरेर 2-3 लाख हालिदिनु होला मलाई म बनाइदिन्छु यहाँ झ्याप लाएर मेरो एरिया हुन्छ फेरि त्यहाँ भनेर भनेछ अरे एउटा यस्तो उकालो छ नि यहाँ फेरि के गर्नु र ठ्याक्कै डाँडा मर्नुसक्यो बग्लाइसक्यो यात्रा गर्नेहरूले बाटोदेखि डराउनु हुँदैन अरे यात्रुहरूले बाटोदेखिको डराउनु कहिले हुँदैन यात्रा क्रममा बाटो त यस्तो पनि आइपर्न सक्छन् भन्छन् कि ल यहाँ चाहिँ अनि त्यसपछि के अरे हामी रेस्ट गरेर हिँड्यौँ के अब यो डाँडामा के डाँडा निक्लिन्छ हतपत्ते डाँडा निक्लिन्छौँ अनि दुईजना पार्टनर पनि भेटेको साथी पनि यहाँबाट चाहिँ टक्क लागेर च्याट्ट लाएर हतपत्ते डाँडा निक्लिनेवाला छौँ ओ लास्टै उकालो गाइस लास्टै उकालो के अरे साँझी अगाडि हिमाल पनि देख्नु रहेछ मैले अलिक माथि पुगेपछि देखिन्छु त्यसपछि तेरोलाई पर्खाइको के जाति हुन्छ भन्छ दुःखको फल पनि मिठै हुन्छ भन्छ रमाइलो पनि त्यति नै छ होला लाग्छ त्यसो हिँडाम छ त नि त गाइस कमन मेरो क्यामेराबाट त पक्कै पनि भेट्दैन त्यो हिमाल देख्ने हिमालै अहिले देखाउने छु गाइस न हे कहाँ से आया है चारों दिशा में यतिको बोल इनर्जी चाहिन्छ क्या वाह नाइस अझै यो डाँडा नि काट्नुपर्छ उ त्यो कता जाने अब वाह नाइस यो तलतिर बेलगाडी होइन यो शाखामाटी बेलगाडी नानी छ यहाँबाट देख्दो रहेछ हिमाल अलिकति तर यो मेरो क्यामेराले भेट्दैन यो हिमाल गाइस अहिले त्यहाँ फोटोसोटो सुट गरियो होइन पकाइदिन्छु म ट्याक्कसँगले त्यहाँदेखि लाग्यो डाँडामा आयो हतपत्ते डाँडामा चाहिँ निक्लिसकेका छौँ हामी ट्याक्क लगाएर रसी हेर्नुहोस् होला मजा भोगले बोल्नु नसक्ने भएको छ ब्रेकफास्ट भन्दा नि हुन्छ लगभग हाम्रो त खाना त खानै छ त्यसपछि टक्कसँग यो चाहिँ चल्छ अन्डा
बाटो भुलेको अवस्था गाइस, बाटोको नाम निशानो छैन। त्यही पनि हामी जङ्गलमा हिँड्दैछौँ। बाटो छैन, बाँधा जाति गर्दै हिँड्नु परेको छ। बाटो कस्तैसँगले के घारीमा आयो यस्तो घारी नघारी यहाँ हामी हराएको अवस्था यो जङ्गलमा आएर। अमेजन ठुलो जङ्गल हो यो चाहिँ। त्यहाँ आइपुगेर पस्यो जस्तो लाग्यो जहाँसम्म। विशाल साना ठुल्ठुलो ढुङ्गा मुढा ठुल्ठुलो पात भएको वनस्पति है पाइने रहेछ। हामी त तर्से, डर लाग्यो। विश्वको सबभन्दा ठुलो ठुलो ढुङ्गा मुढा पाइँदो रहेछ। यतिको बोल भएको मान्छे त म पनि हो नि। हामी हराएको अवस्था। नारायण हरि हरि राम राम बाटो हरायो, हे हरे राम बाटै हरायो। हेरे जम कता जम बाटै हरायो। हामी गुलियोमा मन भुलियो के भन्छ नि, ठ्याक्कै यही हो। छोटो बाटो भनेर हिँडेको कहाँ हो छैन। चक्कियो जङ्गल हरायो। कहाँ चाहिँ हिँड्यो यार हामी। रोडको बाटो छोडी यता झऱ्यो क्या। कहाँ बस्यो आयो। हजुर हामी हराए बाटो त्यो पलडाँडा जो रोड चाहिँ होइन, हामी सर्टकट भन्ने बाटो झऱ्यो। जङ्गलै बाटोको नाम निशान छैन। आयो अब फर्किने चान्स नै छैन। थोरै उकालो छैन होइन, फर्किनु सकिँदैन। अब टक्क तल झर्ने तसरी पनि फेदीमा हामी पुगि नै हाल्छौँ। त्यति नै अपेक्षा गरेर हिँडौँ। अहिले त्यसो भन्नुहुन्छ तैँले? आयो ट्याक्क एउटा खोला चाहिँ भेट्यो। खोला चाहिँ टक्क पानी सानी खाने ट्याक्क। फेरि यहाँबाट सर कसरी जाने यहाँ थाहा माने। हल्का एउटा सानो गोरेटो भेटायो। घाँस हिँड्ने गोरेटो जस्तो छ। पुग्ला नि यो पक्कै पनि घाँसेहरू नै होला नि सुरे। यति भएपछि कसो नपुग्ला। हराउनु चाहिँ लोत्रै हराएको हामी। जिन्दगीमा पहिलोचोटि हरायो। बाटोको नाम निशान छैन। बादलले हराइहाल्यो होइन। रोड छोडेर चाहिँ सर्टकट बाटो जाने भनेर जङ्गल सुहाएको बस्यो। के पत्ता भेटेर चाहिँ ट्याक्क छोटो रेस हाम्रो होइन। बल्ल सानो एउटा गोरेटो भेट्यो। त्यहाँ मान्छे पनि भेट्यो। बाटो यतैबाट कता छ अरे। ल हराएकै हो अरे हामी। अब भेट्यो। म चाहिँ कसरी झन् केटा भने मरिँदैन नि। बाटो पनि यस्तरी हरायो नि। यस्तरी हरायो। बल्ल बल्ल बाटो भेट्यो गाइस। गराकेटा हो यहाँबाट झरेको पुरै आयो। फाट चाहिँ बल्ल बल्ल झऱ्यो गाइस। तर फेरि दोस्रोचोटि भोक लागिसक्यो।
जाने मान्छे सो गाइज ट्याक्क समयले चाहिँ हामी आइपुगिसकेको छौँ कुनापछि के गागन भन्ने ठाउँमा कता कता हो होइन सर्टसँगले बल्ल बल्ल बाटो हराउँदै पराउँदै ठहराउँदै आइसकेको छौँ र आधा किलोमिटरको पुल पनि कति हो होइन ट्याक्क आइपुग्यो आज टेन्सन हुँदैन अब चाहिँ आइयो श्री भानु माध्यमिक विद्यालय रतनपुर जरुरी काम गरिरहेको छ एकदम नाइस लाग्यो यसरी खेल खेलाउनु एकदम राम्रो कुरा हो इन्जोय पनि हुन्छ यसो पढ्नहरू फ्रेस पनि हुन्छ कि खेल खेलाउनु चाहिँ एकदम दामी हुन्छ ल यो चाहिँ के कमला फुल है त ट्याक खेलाएर बाटोमा कमला नदी भइरहेछ कमला नदीको 500 माउलोको यात्रा यहाँ त्यहाँको अटोमा सर अनुमोदन भने जङ्गल गएर नाम अन्दार फुल ठ्याक्कै हामीलाई 1 मिनट लाग्यो पुल मात्रै तर्नु पनि फाइनली ग्यास मामा घर आइपुग्यो सूर्यको हजुरआमाको घर यतातिर हो नि ट्याक्क कसरी झ्याप पलाएर हजुरआमा पनि ट्याक्क यहीँ हुनुहुँदो रहेछ टक्कसँगले दर्शन नमस्कार हजुरआमा फाइनली इन्जोय गर्नु होला आजको भिडियो यति नै अनि त्यो ढका मेलाको चाहिँ भोलि ओके बाई नेक्स्ट पार्ट